guys, welcome back to my channel. Hazurhara स्वागत छ मेरो च्यानलमा. So today guys, it's New Year and first of all I would like to say Happy New Year 2083. अहिले नेपालमा 2083 नयाँ साल भयो. I know it's 2026 but नेपालमा चाहिँ यस्तो नयाँ सालको 2083 हुन्छ. So whatever it is, so today I'm here to show you guys that we are going somewhere. हामी बाहिर जाँदैछौँ पिकनिकको लागि हाम्रो फ्यामिलीसँग. सो टुडे आइ एम गोना मेक अ भ्लग, अ सर्ट भ्लग. त्यहाँ गएर हामी पिकनिक मनाउँछौँ एउटा रिसोर्टमा. सो म रेडी भइसकेँ. एज यु क्यान सी आइ एम फुल्ली रेडी. अब स्कुटरमा जानुपर्छ. सो पुरा यस्तो रेडी भएर बसिरहेको छु, रेडी अघि भएको. अनि अब हामी जान्छौँ अनि त्यसपछि आई विल सो यु गाइज वाट विल डु एन्ड एभ्रिथिङ है त. आज धेरै रमाइलो हुनेवाला छ किनभने मेरो फ्यामिलीबाट उताबाट आउनु, खास गरी उताबाट फ्यामिली हो, यताबाट होइन उताबाट चाहिँ हुनुहुन्छ. सो आइ एम भेरी एक्साइटेड अनि आई विल सो यु गाइज वेयर वी गो एन्ड वाट विल डु. सबैजना गेट टुगेदर हो. आई थिङ्क देयर विल बी लाइक 30 पिपल. सो सी यु गाइज. हामी गयौँ. सागरको नयाँ हेलमेट हेर्नुहोस्, मलाई हेर्नुहोस्. लाउनुपर्छ. नेपालमा यस्तो धुलो बस्छ, त्यही भएर यस्तो हिँड्नुपर्छ. अब हाम्रो बुढो हिरो भएर हेलमेट लगाउनु भएर गाडी जाँदै हुन्छ. यो चाहिँ हाम्रो गाउँ हो, नैकाप गाउँ, पुरानो नैकाप गाउँ. 10:30 बज्न लागिसक्यो. ढिला भइसक्यो. ढिला भन्नाले पनि अब हुन त खानेकुरा स्टार्ट भइसक्यो. मेरो बुढोले केही खाएको छैन है. अन्डा खाएन है. मैले अन्डा राख्दै थिएँ नि तिम्रो. कस्तो छ यहाँको बाटो, राम्रै छ. यो भिन्तोना रिसोर्ट चाहिँ उ त्यो माथि पुग्नु पर्यो हामी. त्यसो भए आउनुहोस्. पकेट सानो हो. भन्नु ह्याप्पी न्यु इयर भन्नु. ह्याप्पी न्यु इयर भन्नु. ह्याप्पी न्यु इयर भन्नु. कोही हुनुहुँदो रहेछ. अब यसरी खाँदैछौँ सबैजना बसेर. कविता चमर रातो टिसर्ट लगाउनु भएको छ. ह्याप्पी न्यु इयर भन्नु. ह्याप्पी न्यु इयर भन्नु. ह्याप्पी न्यु इयर भन्नु. लिजा ह्याप्पी न्यु इयर. जाउँ माथि. कत्रो ठुलो भयो. जानु माथि. ओ गाइस, के रहेछ माथि भनेको छठ रहेछ. छठबाट पहाड देख्दो रहेछ. छ जस्तो लाग्यो मलाई. चस्मा लगाएर त तपाईँलाई सौदो रहेछ त. माथि के रहेछ भन्दाखेरि छठ रहेछ. अझै माथि जानु मिल्छ जस्तो नि त. स्विजरल्यान्ड पार्क. ड्रोन चाहिँ कहाँ उडाउने होला त. ड्रोन चाहिँ कहाँ उडाउने ल्याउनु भएको क्या. मैले ल्याउनु भनेर. मेरो त ड्रोन ठोकेर उडाउन न त. यस्तो ल्यान्ड गर्ला माथि उडाउँदा चाहिँ राम्रै रहेछ. माथि पनि उता हो कलङ्की. तपाईँहरू मनाउनु नैकाप माथि र भ्याली सफल भ्याली. यो त चन्द्रगिरी चस्मा ल्याउनु भएन दिदी.
कालो चस्मा ल्याउनु भएन? छ चस्मा ल्याएको कता मलिसाको ब्यागमा के भन्छ सुस्मिताको चाहिँ स्टार ए पिम्पल आयो अझै कहाँ माथि? केबल कार त चढिसक्यो त्यही त हो नि होइन त्यो ए ब्लग ह्याप्पी न्यु इयर भन ह्याप्पी न्यु इयर के भन्ने पिम्पल आयो कि यत्रो ठुलो छुँदै दुख्ने अनि छोपिदिएको तँको चाहिँ कस्तो क्लियर क्या स्किन चाहिँ ह्याप्पी न्यु इयर ल फेरि भन्नु ल ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर ल फोटो खिच्नु तपाईँ खिचिदिउँ ल भन् दुईजना आउनु न यसबाट खिचिदिन्छु कहाँ बसेर खेल्ने पसिना आयो तिमीलाई खोइ त कहाँ जानु तपाईँलाई एउटा क्यामेराम्यान बनाइदिनु हाम्रो सुस्मिताले त्यहाँ बनाउँदैछ हामी जान्छौँ घुम्नलाई फोटो खिचिसकेपछि हिँड्दै हिँड्दै मा हिँड्न सक्नुहुन्छ खोइ कहाँ जाने भन्नुभएको हेलो कहाँ जाने भन्नुभएको ए मासतिर जाने जाडो होला नि मासु मान्छे भन्दा कि यसको छतबाट चाहिँ क्लियर छ माथि हावाले चाहिँ इफेक्ट गर्दै गर्छ त्यति साह्रो गर्दैन सुरु आऊ के भन्न चाहन्छु तिमीलाई कस्तो लागिरहेछ अलि लामो वर्ड भन न राम्रो मात्रै नभन न अलि धेरै वर्ड भन न एक्साइटेड छौ कि छैन है न्यु इयर भएर बाटोमा 2 PM किन्नु पर्यो के ल्याइदिनु पर्ने यहाँ अहिले दिउँसो घुम्न छैन दिउँसो चाहिँ अब स्विमिङ पुल है सोमपाले गरेकोमा थियो नि है त बरु यस्तो भन्दा होइन मामा घरपट्टिबाट पनि छ कि यस्तो भन्दा कि त्यो अपार्टमेन्टहरू हुन्छ नि त्यस्तो लिनु पर्ने क्या कहाँ जाने यतै बस्नु माछा जाने नजाऊ होला हामी किन गएको खासै माथि भने के तपाईँ त हो नि अगाडि टम 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 होइन म त त्यहाँ खास अगाडि नजाने म त खाना नआएको ए टेक्निक त्यस्तो टेक्निक रहेछ नि हामीले कहाँ बुझ्छौँ त होइन एकछिन यहाँ बसेर खाने क्या यसरी जानु भर्खर खाएको बाबु
मकै देखेर चाहिँ खानु लागिहाल्छ अब हामी जान्छौँ चन्द्रगिरी हिल्स चढ्नु त चढ्दैन फ्री टिकट चाहिँ एक्सपायर भयो यहाँको ए चन्द्रगिरी हिल्स रोज दिदीहरू कहाँ जानुभयो त नि है कहाँ आज न्यु इयर जाउँ चन्द्रगिरी ए भेनाजु पनि अगाडि कस्तो भिड होला नजाऊ अघि त बुढाले भन्दै थियो गर्मी हुन्छ है न लाइफ ज्याकेट भन्दै थियो यतिकै टी सर्टै मेरो भिजी छ बेलुका चाहिँ हिँड्नु भन्नुहोस् कि है काम गरेपछि हिँड्यो भने चन्द्रगिरी हिँड्न सक्नुहुन्न हो आगे मलाई बुझ्दै होला नि न्यु इयरमा यस्तो हुन्छ सनस्क्रिन लाइन Look at this सनस्क्रिन line मान्छेको भिड ओ माई गड नयाँ वर्ष भनेपछि यस्तो क्रेजी पिपल्स पुलिसहरू पनि बस्नु हा तल जानु खोइ स्विमिङ पुल हेर गाइस हाम्रो चन्द्रगिरीको स्विमिङ पुल तातो हो पसिना स्विमिङ पुल सुजन दाइला स्विमिङ पुल भन्नु नि ऐसे तो फोटो कैसे खींचेंगे भाई अभी ऐसे नहीं खींच सकते कति मान्छे लाइन कति हो सॉरी एक्सक्यूज मी यस क्षेत्रमा जुत्ता चप्पल लगाएर जान मनाही छ स्विमिङ पुल जाने भन्नुहुन्छ सुजन दाइ स्विमिङ पुल My God. उ त्यहाँ बस्नेको त लाइन कहिले आउँछ होला है रोज त मजाले फुलेको रोज छैन छ यत्रो लामो लाइन कहिले भ्याउने होला रीता काकी आउनु रीता काकी स्प्राइट ल काकीलाई भाइटी गर्छु काकी भाइटी ह्याप्पी न्यु इयर खानुभयो हाम्रो कहाँ पुगेर है मासतिर छैन यहाँ फोटो खिच्यो मम्मीहरू आउनुभयो हजुर कति ढिला भाइटी ह्याप्पी न्यु इयर मम्मी ह्याप्पी न्यु भाइटी हजुर ब्लुटुथ छैन नानी काजल म एक्लै नाच्ने काकाले हेर्नु कस्तो राम्रो टी सर्ट लाउनुहुन्छ पिङ्क कलरको यहाँ हाई भन्नु
यो भिडियो खिचेकोलाई हेलो ह्याप्पी न्यू इयर भन भन्ने होला भन्दै हुँदा नि नभनी ह्याप्पी न्यू इयर भन सिंगल फोटो खिचेको ल ल ल ल ल यहाँ हेर्नु ल हाम्रो फुलकुमारी काकीलाई टिकटक काकीलाई फलो गर्नु होला ल हाई भनिदेऊ ह्याप्पी न्यू इयर भनिदेऊ खानु मन छैन खानु मन छैन हजुर बनाउनु ल सबैजना जानुहुन्छ स्न्याकमा के छ हामीसँग प्रन छ एकछिन पकोडा खाइदिउँ न पकोडा अनि के हो बफ चिल्ली हो चिकन चिल्ली आउनु खानु बाबा एउटैमा राख ल पकोडा चाहिँ अझै खान्छु म त खान अझै अनि पुग्छ त्यति भए चिकन चिल्ली हुन्छ थोरै हालौँ ए मोमन रहेछ नि त मोमन छ यहाँ चिकन मोमो होला है हुन्छ थोरै and then you can have this अर्को प्लेटमा ल्याऊँ कि यसमा ल्याऊँ यो यसरी बोकौँ मोमो टिन बिनाजु लिनु उता लिनु बाजु न लिइसक्यो मम्मी जानु स्न्याक लिनु ह्याप्पी न्यू इयर भन्नु यहाँ अलिकति ढिला भयो अब इन्जोय गर्ने हामी अघि भनेको त छ चिकन मोमो खानु तपाईँ खानु म लिन्छु क्या खानु तपाईँ खानु भेरी मच वाट डिड यु लाइक द मोस्ट अहिले सोध्न आउँछु ल दा उतै बस पलिस त भन्दा रुबिना कति सानो देख्छ हेर क्या पलिस त कत्रो रहेछ सिमरन अनि यहाँ दा कस्तो लाग्यो पकोडा रेकर्ड भयो मिठै भन्नु पर्यो
कति सब्सक्राइब भइसक्यो हामी चाहिँ खायौँ होइन सबैजनाले खायौँ अब हामी मेबी विल डु सम गेम्स फोटो खिच्छौँ गेम्स सिक्छौँ खेल्छौँ अनि त्यसपछि त्यति हो त्यही हो हाम्रो पिकनिक हुनुहुन्छ ब्याकग्राउन्डमा राखिदिनु फोटो खिच्दैछ फोटो खिच्दै हुनुहुन्छ भाई डीजे भाई तपाईँहरू त लडेर त्यतै बसिरहनु भयो त यहाँबाट भिडियो राम्रो आइरहेछ क्या यहाँबाट कस्तो राम्रो वालपेपर क्या
भण्डारी ताली लाफिङ खान जाऊँ लाफिङ अब केटाहरू पनि खेल्नु पर्यो नि त आजको पुरस्कार चाहिँ यहाँ तपाईँलाई भान्जी बुहारीले छोराले ल रेडी खैल धन्यवाद ताली त एकछिन भएन पानीको पैसा फिर्ता आयो ताली खै त ताली ताली गोगती ताली 50,000 Nako guys, हामी चाहिँ यता आइगयौँ घुम्नलाई। हामी यहाँ फेरि हिँड्दै जान्छौँ उतातिर। बिचिङ गर्दै हुन्छ हिँड्न लाग्यो मलाई चाहिँ। कति मान्छे हौ माई गॉड न्यू इयरमा त। बुढो यस्तो होइन कसरी यो एक सँगै हुन्छ त्यो हामी सुकुटी खाने ठाउँमा छ नि रोड हुन यस्तो बेस्ट हुन्छ कि हैन। ल हामी सुकुटी खान जाँदैछौँ गाइस। कहिले शनिबार शनिबार ल हो कि शनिबार जाउँ अनि त्यहाँ गएर अनि ड्रोन के गरौँ यस्तो हुँदो रहेछ यो यो चाहिँ के हो थाहा छैन है अहिलेसम्म। यो चाहिँ कसरी बनाउनु त्यो त्यो मोड नि ए हैन यो पहिला के भयो यसलाई के गर्यो यो यता यो होइन ए पहिला यो हिरोनी रानी जस्तो भएपछि आज हिरोनी रानी सबैजना बोलेको आउँछ नि त हिरोइन सासु तरुनी भइरहेछ त्यहाँ अलिक कुरो त्यहाँ बिग्रेर घुमाउनु पर्दैन है निनीको अनुहार यसो जुम गरेर त्यही मात्रै जान्छ घुमाइदिउँ है घुम्छ एलोरिटा त्यहाँ हेरेर ब्लग गरिरहेछ त्यो एलएल गर्नु नि के भन्ने अब के भन्ने छोरी के भन्नु आज हामी सबैजना घुम्न आएको रमाइलो भइरहेछ उडाउन ल्याएको होइन रहेछ देखाउन ल्याएको। म यहीँबाट सर्र उडाउँछु भन्नु ल अब रुसा बोल त अनि कुर्सी नि त्यस्तो रहेछ ल अब रोजीलाई पनि क्या रोजीलाई पनि पाखेरै पाउरोटी चाहिँ त्यो भएन त्यो भएन कसरी भयो भने अनि त्यो पाखेर जसरी खाइहाल्छ नि त्यो पाउरोटी चाहिँ मैले आज बाँदरलाई नरिवल चाहिँ सुनेको थिएँ। पाखाले पाउरोटी चाहिँ आजै सुनेको मैले पनि। निरीले भनेको निनीको यो कस्तो राम्रो हैन रातो त्यो रातो लाग्छ रातो के रातो मिठो रातो क्या है मिठो रातो रहेछ के यो। म्याट ब्ल्याक भने जस्तो म्याट रेड
बोल्नु तपाईँ ह्याप्पी न्यु इयर तपाईँलाई यहाँ कस्तो लाग्यो मलाई त एकदम राम्रो लागिरहेछ टाउकै अन्त फेरि सबैको अनुहार खुसी भएकोले मलाई झनै रमाइलो लागिरहेछ तर कोही कोहीले चाहिँ पानी मात्रै खायो हामीले त खै अब पानी ज्वाइँलाई सुनाउनु भयो त्यहाँ ज्वाइँलाई सुनाइरहेको छ आएन कान्छी कसैले पानी मात्रै खायो दुईटा यो एडिसनल ब्याट्री हो क्या अब यो सिद्धि हो क्या यो पनि त्यो चेन्ज गर्नु पर्दैन आफू चल्छ पाल्नु पर्दैन यसमा यसलाई पनि चार्ज गर्नु मिल्छ मेरो एक्स्ट्रा ब्याट्री हो क्या त्यो चाहिँ पार्दैन अर्को छ नि ब्याट्री सानो एउटा यसमा यो ल्याउने कि यो ल्याउने नन भन्ने त्यो काका त्यहाँ त्यहाँ रहेछ त्यो अहिले काका बुढा बौला आयो बुढा बौला आयो त्यहाँ ए डान्स गर्नु थाल्यो त्यहाँ गर त्यो दाइ पनि छ अर्काको Okay guys, thank you for watching our videos. आजको लागि यति नै हामी अब घर जान्छौँ अनि सुत्छौँ एकदम थकाइ लागिसक्यो थकाइ केमा भन्दा खानी सुत्ने खानी बस्नेमा त्यसैले अब हामी जान्छौँ बाई थ्याङ्क यू फर वाचिङ माई भिडियो प्लिज डु लाइक एन्ड सब्सक्राइब सी यू इन नेक्स्ट भिडियो